ल यो अब चाहिँ म चाहिँ ठ्याक्कै च्यानडाँडामा छु। च्यानडाँडा चाहिँ यस्तो छ हाम्रो चाहिँ होइन, देख्न सक्नुहुन्छ यो माथिको च्यानर हो यो चाहिँ होइन। यहाँ सिधै यो ओह्रालो चाहिँ मूल बाटो हो, यहाँ अगाडिबाट सिधा मूल बाटो झर्छ। यो चाहिँ तल तेले खोलासम्म जान्छ। धनकुटा र तेर्थमको सिमाना खोला छ, यो पर तेले खोला भन्ने चाहिँ यो तल जोड्छ। अनि त्यहाँदेखि यो बाटो चाहिँ मान्छे दैनिकी मूल बाटो हो। मर पहिला प्रायः धेरै कुदाउँथ्यो, अहिले चाहिँ त्यति धेरै कुदाउँदैन मान्छेहरू, किनकि अहिले मान्छेहरू प्रायः घरमा बारी हुँदी नजिकै राख्न थाल्यो नि त, त्यही भएर ल्याउँदैनन् अहिले चाहिँ। म चाहिँ अहिले गोठाल छु। यो चाहिँ च्यानडाँडा हो, देख्न सक्नुहुन्छ। यस्तो गाईगोरु तल चढ्दैछन् होइन यस्तो, अनि रुखहरू यस्तो छन् सबै सेम ठ्याक्कै के भन्छ त्यो भूत फिल्मको सिन जस्तो क्या, देख्न सक्नुहुन्छ। ठ्याक्कै यताबाट आए पनि अथवा यताबाट आए पनि सेम भूत फिल्मको यस्तो छ। ल भूत फिल्ममा ठ्याक्कै यस्तो कुहिरो लाग्ने पानी परेको जस्तो समयमा चाहिँ प्रायः भूत फिल्म बनेको हुन्छ है। बाहिर सिनमा चाहिँ अब घरकोमा त त्यो बेग्लै हुन्छ, बेलुकाको बनाएको हुन्छ प्रायः जस्तो, दिउँसोको हुँदैन। अनि यस्तै छ हाम्रो चाहिँ आज चाहिँ। अरू बेला नि पानी पर्दाखेरि यस्तै हुन्थ्यो, तर होइन अब पानी चाहिँ परेको छैन अहिले चाहिँ। अहिले अरे सधैँ चाहिँ पानी नपरेर चाहिँ खुल्ला हुन्छ, त्यति हुँदैन। तर जस यहाँ पानी परेर यसो ढुसी लाग्यो भने चाहिँ बर्खायामको बेला चाहिँ प्रायः जस्तो यस्तै देखिन्छ क्या यहाँ, किनकि यस्तै ढुसी लागेको होइन ऊहरू देखिन्छ। च्यान हेर्न सक्नुहुन्छ, यो सबै च्यान हो। यो पनि एउटा सानो बाटो हो, यता तल पनि गाउँ छ। अनि यसरी उकालो चाहिँ मान्छे आउने जाने बाटो हो यो। यसको सिधा उयो माथि हल्का च्यान देखिने चाहिँ यो च्यानदेखि चाहिँ यो उतापट्टिबाट चाहिँ सट्टै ओह्रालो झरेको मूल बाटो हो होइन। अनि यतापट्टिबाट आयो भने चाहिँ ठ्याक्कै यो बाटो आयो भने चाहिँ ठ्याक्कै गाउँ जाने बाटो यताबाट जान्छ। यसको सिधा अगाडिबाट पनि जान्छ। सबै च्यान मात्रै छ, म पनि चाहिँ अलि च्यानकै माथि उभिरहेको छु होइन। यस्तो छ यो हाम्रोतिर चाहिँ।